सम्माननीय सभामुख महोदय, आज हामी सबैको प्रिय नेता संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्बाङको जन्मदिन। म उहाँलाई सम्झेर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र उहाँले माया गर्नुभएको हाम्रो इलामको कृषि बजारमा धेरै सम्भावना बोकेको छुर्पीको विषयमा उठान गर्न चाहन्छु। छुर्पी र यसको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको छ। वर्षेनी 4 अरबमाथि निर्यात हुने गरेको तथ्याङ्क छ। यसले रोजगारी सिर्जना गर्नुको साथै दुध किसानको आम्दानीको स्रोत पनि बनेको छ। तर सम्भावना बोकेको वस्तु खास गरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अनियोलताका कारण प्रतिस्पर्धामा समस्या हुने देखिएको छ। यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालय बीच अनियोलताको सिर्जना भएको छ। नेपालबाट निर्यात हुने एकमात्र दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले यस व्यवसायको भविष्यमा सङ्कट पैदा भइरहेको छ। म यस समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकाय र सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। धन्यवाद। सम्मान्य सभामुख महोदय, मैले पटक पटक भन्दै आइरहेको छु, सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छु। म देख्छु सरकार अत्याधिक सतर्क, असहिष्णु र उदाउँदै गरेको नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ। यसले के देखाउँछ भने सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर सङ्कटमा छ। तर सभामुख महोदय, यो सङ्कट सरकार आफैले निम्त्याएको हो। सरकारले कानुनलाई न्यायको तराजु बनाउनु पर्ने थियो, तर प्रतिशोधको तरवार बनायो। उदाउँदै गरेको नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पङ्क्तिमा उभिन सक्थे, उनीहरूलाई नै झुटा मुद्दा लगाएर दमन गर्ने प्रयत्न गरिरह्यो। सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसद होच्याउने, पत्रकारहरूको पास खोज्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक लिएर आउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरू कब्जा गर्ने, यी सबै नियन्त्रणमुखी शासनका लक्षणहरू हुन्। सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला, तर जनताको चेतना नियन्त्रण गर्न सकिँदैन। त्यसैले लोकतन्त्रको असली खतराहरू कोही हो भने सरकार आफै हो सभामुख महोदय। त्यसैले सबैको विचार अट्ने व्यवहार गर्नुहोस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ। यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो। धन्यवाद। आफ्नो गोजीका योजना समावेश गरी राष्ट्रिय योजना आयोगलाई औचित्यहीन बनाइएसम्म आर्थिक कार्यविधि पूर्ण हुने छैन। राष्ट्रिय योजना आयोगले संसदमा उठेका योजनालाई प्राथमिकतामा राखी संसदमा प्रतिनिधित्व गरेका दलहरूसँग बैठक गरी योजनालाई अन्तिम रूप बनाउनुपर्छ। मन्त्रीको कुरा सुनेर देश बन्दैन, सबै नेपाली जनताका प्रतिनिधिको कुरा सुन्नुपर्छ। योजना आयोगले 12 खर्ब रुपियाँ पुगेको बेरुजुमा सम्बन्धित सरकार र अधिकारीलाई र सम्बन्धित मन्त्रीहरूलाई जवाफदेही बनाउनुपर्छ। कसरी भयो यो 12 खर्ब बेरुजु? कसले घर बनायो? आर्थिक उत्तरदायित्व त सम्बन्धित मन्त्री हुनु पर्यो नि। यसबारे यहाँ छलफल हुनु पर्यो। र अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने 20 जस्तो एमसिसी सम्झौतालाई सित्तैमा अनुदान आउने भनी अनुदान नआउँदै 5 तारे होटेलमा कार्यालय सञ्चालन गरी नेपाली जनताको अरबौँ रुपियाँ कर हिनामिना गर्नेहरूको खैर घरानाबाट असुल उपर गर्ने भनेर आउनु पर्यो। अनि आर्थिक कार्यविधिको कुरा गर्न मिल्छ। कसले खायो? र साथसाथै आर्थिक कार्यविधिलाई पारदर्शी बनाउनलाई नयाँ पुस्तालाई सुसंस्कृत र अनुशासित बनाउनुपर्छ। रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान दिनको कार्यकक्षमा सत्तारूढ दलकै विद्यार्थीहरूले तोडफोड गरेको सार्वजनिक भयो। घटना 13 फागुनको हो र हिजो पनि एउटा घटना आयो। 5 गते चैत्र 5 गते हुने सोभियो चुनावमा फागुन 27 गते हिजो चितवनको जनआदर्श बहुमुखी क्याम्पसमा नेपाल मजदुर किसान पार्टीको विद्यार्थी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सौर्य उम्मेदवार अर्जुन चेपाङको मनोनयन पत्र राख्न नदिनलाई सरकारमा भएका सबै दलका विद्यार्थीहरू मिलेर अर्जुन चेपाङलाई समातेर, थुटेर, मनोनयन पत्र च्याटेर दरखास्तै दिन लगाएन।